गुड आफ्टरनुन सबैलाई। आज फेरि मैले लन्चको भिडियो ल्याएर आएको छु तपाईँहरूको सामने। के लाग्छ कसो लाग्छ तपाईँहरूले प्लिज कमेन्ट गरिदिनु होला है। आज मैले लन्च खानु आँटेको छु र तपाईँहरूले सायद कतिजनाले खानुभयो होला है, कतिजनाले खानुभएको छैन होला। अनि म चाहिँ खानु आँटेको लन्च र आज हेर्नुहोस् मेरो लन्चमा के छ भने मैले भात फर्सीको सब्जी र यो हो प्याजी। अनि यहाँ छ मेरो इस्कुसको र आलुको मुन्टाको झोल, इस्कुस र आलु पकाएको यसको झोल। हेर्नुहोस् है, इस्कुस र आलुको मुन्टा, इस्कुसको मुन्टा र आलुको झोल चाहिँ मलाई मनपर्छ र तपाईँहरू कसले खानु भएको छ इस्कुसको मुन्टाको झोल है, कमेन्ट गरिदिनु होला। यसको मिठो हुन्छ है, जसले खानु भएको छैन उनीहरूले पनि खानुहोस् है। यो एउटा राम्रो पनि हो, हेल्दी पनि हो है। अनि मेरो छ यहाँ सालेडमा काँक्रा, बिटरुट त खानुपर्छ हो। अन्त म अब लन्च गर्न आँटेको है। हेर्नुहोस् है, तपाईँहरू सबैले लन्च गर्नुभयो होला है। हामी चाहिँ प्रायः मेरो अब प्रणामी त होइन है, तर पनि हामी प्रायः चाहिँ मासु खाँदैनौँ। हामीहरू प्रायः सब्जी नै खान्छ कोही कोही बेला मात्रै है। अब म चाहिँ पहिला फर्सीसँग खाँदैछु। हेर्नुहोस् है, मेरो चाहिँ के छ भने म एउटासँग क्या खान्छु, एकैचोटि सबै होइन। पहिला एउटासँग त्यहाँदेखि अर्कोसँग है, सबै अर्ग्यानिक है। कस्तो लाग्छ मेरो भिडियो प्लिज कमेन्ट गरिदिनुहोस् ल। र मेरो युट्युब च्यानलमा पनि हेरिदिनुहोस्। मेरो युट्युब च्यानलको नाम छ नियासा छेत्री। थ्याङ्क यू।